हेलो एभ्रीवन, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज यो भिडियोमा चाहिँ हामीले कुरा गर्नेवाला छौँ मेरो फर्स्ट जबको एक्सपिरियन्स, मैले के कुराहरू सिकेँ, मैले कसरी जब एप्लाई गरेको थिएँ, अनि फाइनल्ली मेरो स्यालेरी कस्तो थियो त। 2 वर्ष अगाडि म र गणेश ठमेलमा नो गाइज 2 वर्ष अगाडि चाहिँ मैले एक्ज्याक्टली आफ्नो काम गर्न सुरु गरेको एन्ड आई वाज लिटरली 19 when I started doing my first job. You heard it right guys, करिब 2 वर्ष अगाडि नै मेरो कर्पोरेट लाइफ सुरु भएको थियो है। अनि त्यति बेला चाहिँ मैले स्टार्ट गर्दाखेरि टाइटल थियो मेरो पाइथन ज्याङ्गो ब्याक एन्ड डेभलपर। अब मैले चाहिँ एक्ज्याक्टली भन्नु पर्दाखेरि सेकेन्ड सेमिस्टरबाट चाहिँ मैले मल्टिपल जब्सहरुमा चाहिँ एप्लाई गर्न थालेको थिएँ। अनि लाइक मेरो हुन्छ नि सिभी यस्तो खतम थियो, केही पनि म्यानेज थिएन, त्यही भएर चाहिँ मैले एप्लाई गर्दाखेरि पनि रिजेक्ट हुन्थ्यो है सिधै। बिस्तारै बिस्तारै मैले आफ्नो सिभीमा पनि काम गरेँ। पाइथन ज्याङ्गोमा मैले मजाले सेल्फ प्रोजेक्ट्स पनि गरेको थिएँ अनि केही पेड प्रोजेक्ट्स पनि गरेको थिएँ। कन्फिडेन्स चाहिँ ममा एकदम राम्रो खालको थियो। जस्ट मैले इन्टरभ्यू मात्रै एउटा के थियो त क्र्याक गर्न पाएको थिएन, द्याट्स अल। मल्टिपल कम्पनी चाहिँ एप्लाई गरिसकेपछि चाहिँ फाइनल्ली मेरो चाहिँ धेरै ठाउँमा इन्टरभ्यूहरू स्केड्युल भयो। अनि लास्टली सबैभन्दा मेरो नजिकमा जुन कम्पनी थियो विच वाज त्रिलोकी टेक्नोलोजी, त्यो चाहिँ मैले एक्सेप्ट गरेँ एन्ड आई स्टार्टेड वर्किङ दियर एज अ पाइथन ज्याङ्गो ब्याक एन्ड डेभलपर गाइज। अब कुरा गरौँ अलिकति इन्टरभ्यू प्रोसेसको पनि है, कस्तो खालको थियो, के क्वेसन सोधिएको थियो मलाई भनेर है एक्ज्याक्टली पाइथन ज्याङ्गोमा। सो मेरो सिभी चाहिँ सुरुमा सर्टलिस्ट भयो, मलाई चाहिँ इन्टरभ्यूको लागि बोलाउनु भयो। त्यसपछि म इन्टरभ्यूमा गएँ। मलाई चाहिँ पाइथन ज्याङ्गोको एकदम राम्रोसँग पाइथनको क्वेसन्स पनि ज्याङ्गो क्वेसन्स पनि सोधियो। बेसिकली चाहिँ मलाई त्यति बेला सोधेको मलाई याद भयो अनुसार चाहिँ ओआरएमहरूको कुराहरू, त्यसपछि कसरी अप्टिमाइज गर्ने डेटाबेस त्यो कुराहरू, अनि मलाई चाहिँ एडब्ल्युएसको क्वेसन पनि अलिअलि सोधिएको थियो रिलेभेन्ट टु ज्याङ्गोलाई कसरी डिप्लोय गर्ने। अझै एउटा सजेसन चाहिँ म के दिन चाहन्छु भन्दाखेरि सिभीमा चाहिँ अनावश्यक कुराहरू कहिल्यै पनि मेन्सन नगरौँ है। मल्टिपल खालको स्किल्स आफूले आउँदै नआउने अलिअलि आउँछ त्यस्तो चाहिँ स्किल्स कहिल्यै पनि मेन्सन गर्नु हुँदैन। अब इन्टरभ्यू पनि राम्रो भयो। त्यसपछि उहाँहरूले मलाई असाइनमेन्ट दिनुभयो गाइज। अनि असाइनमेन्ट चाहिँ मैले 3 डेज भित्रमा कम्प्लिट गरेर पठाउनु पर्ने थियो। अब त्यसपछिको कहानी झन् रमाइलो छ। मैले असाइनमेन्ट त कम्प्लिट गरेँ, तर जुन इमेल एड्रेसमा सेन्ड गर्नुपर्ने थियो त्यो इमेल एड्रेस चाहिँ मैले रङ हालेको छु क्या। त्यसपछि मलाई चाहिँ 3-4 दिनपछि फेरि आचार्य म्यामको कल आयो, कुशलजी हजुरले त असाइनमेन्ट पठाउनु भएको छैन भनेर। अनि मैले यसो हेरेँ इमेलै रङ हालेको रहेछु क्या। त्यसपछि उहाँले मलाई फेरि राम्रोसँग कन्फर्मेसन इमेल चाहिँ यो भनेर पठाउनु भयो। मैले फेरि असाइनमेन्ट सेन्ड गर्दाखेरि दोस्रो पटक पनि मैले चाहिँ रङ इमेल एड्रेसमा पठाइछु क्या। त्यसपछिको 1 डे पछि फेरि मलाई कल आयो, कुशलजी हिजो भर्खर मैले हजुरलाई भनेको हो तर अहिलेसम्म आएको छैन त तपाईँले गरेको असाइनमेन्ट भनिसकेपछि मैले हेरेँ फेरि रङ रहेछ। Are you serious right now, bro? त्यसपछि चाहिँ मैले एकदम राम्रोसँग है, एकदम मेसेज बडी पनि राम्रो अनि अलिकति अपोलोजीको खालको पनि कुरा लेखेर आफ्नो असाइनमेन्ट चाहिँ एट्याच गरेँ। त्यसपछि चाहिँ सेन्ड गरिदिएँ है। त्यसपछि मलाई याद भए अनुसार चाहिँ वेडनेसडे हो कि थर्सडेतिर चाहिँ मलाई एउटा कल आएको थियो अनि मेरो अब चाहिँ जोइनिङ थियो मन्डेबाट गाइज एन्ड आई वाज रियली एक्साइटेड। अब थियो जबको फर्स्ट डे। म टुक 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 ब्यागमा है ल्यापटप हालेर गइरहेको छु। थाहा छैन के गर्ने हो, के होला, कस्तो होला, कहिले मलाई हान्ने हो कि पिट्ने हो कि लाइक ब्ल्याङ्क के हुन्छ नि, ओभर एक्साइटमेन्ट के। सो त्यस्तो खालको थियो मलाई एकदम भेरी फर्स्ट डेमा है। त्यसपछि म अफिस गएँ। अफिस गइसकेपछि चाहिँ मलाई जसले चाहिँ मेरो इन्टरभ्यू लिनुभएको थियो उहाँले चाहिँ मलाई एउटा डेस्कमा राखिदिनु भयो। मेरो साइडमा चाहिँ कोवर्कर हुनुहुन्थ्यो, उहाँ चाहिँ रियाक्ट डेभलपर हुनुहुन्थ्यो होइन। अनि त्यसरी चाहिँ मेरो फर्स्ट डे मजाले प्रोजेक्ट अब के कस्तोमा काम गर्ने, कस्तो हो कम्पनीको कल्चर बुझेर चाहिँ फर्स्ट डे गयो। बिस्तारै बिस्तारै 1-2 महिनासम्म एउटा प्रोजेक्टमा काम गर्दै गइयो। त्यसपछि बिस्तारै बिस्तारै चाहिँ म ज्याङ्गो रेस फ्रेमवर्कको एउटा प्रोजेक्टमा पनि सिफ्ट भइहालेँ। अनि बिस्तारै बिस्तारै आई वाज टोटल्ली वर्किङ अन ब्याक एन्ड डेभलपमेन्ट, डेटाबेस म्यानेजमेन्ट अनि सर्भरमा पनि है त। सो कम्पनी बाहेक मैले अरू कुराहरू पनि के गर्थेँ घर आएर भन्ने पनि हो है। सो म चाहिँ आफ्नो घरबाट आइसकेपछि पनि स्टिल केही टाइम निकालेर चाहिँ त्यही ज्याङ्गो रिलेटेड कुराहरू चाहिँ सिक्ने कोसिस गरिरहेको हुन्थेँ, अलिकति एडभान्स लेभलको कुराहरू है। किनभने मैले चाहिँ घर बसेर जति पनि पेड प्रोजेक्टमा काम गरेँ अथवा सेल्फ प्रोजेक्टमा जस प्रोडक्सन लेभलमा लेखिने एप्लिकेसन जुनमा चाहिँ एक्चुअल युजर्स हुन्छन् त्यसको नेचर चाहिँ अलिकति फरक हुँदो रहेछ भन्ने कुरा डिस्कभर गरेँ क्या। सो मसँग भएको त्यति नलेज मात्र काम हुन्थेन। सो त्यही भएर मैले घरमा आएर पनि ज्याङ्गोको एडभान्स टपिक्सहरू हेर्थेँ, एडब्ल्युएसको कुराहरू हेर्थेँ, केही प्रब्लम्सहरू सल्भ गर्थेँ। अनि भनौँ न ओभरअल चाहिँ मेरो लर्निङ भनेको एकदम पिकमा नै थियो क्या। अब त्यति बेला चाहिँ म कलेजमा पनि पढ्थेँ। आफ्नो जेस भनौँ न कलेज मिल्यो भने जान्थेँ गाइज। अभियसली धेरै म कलेज जान्थेन तर 9 to 6 भनेको आफ्नो काममा पनि हुन्थ्यो। तर अभियसली हो कलेजको असाइनमेन्ट पनि गर्नु पर्यो, इक्जामको लागि प्रिपरेसन पनि गर्नु पर्यो। जस भनौँ न लाइफ भनेको एउटा खालको हेक्टिक पनि थियो, बिजी पनि थियो, फन पनि थियो, एभ्रिथिङ थियो है।
मेरो विचारमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि लर्निङ कर्भ भनेको एकदम राम्रो हुनुपर्छ क्या, जहिले पनि इन्क्रिजिङ लेभलमा हुनुपर्छ है। सो इनिसियल फेजमा त अब धेरै कुराहरू थाहा हुँदैन, यो भनेको के हो त्यो भनेको के हो, एकदम एक्साइटमेन्ट पनि हुन्छ नि त, अनि एक्साइटमेन्टमा पनि धेरै कुराहरू सिकिन्छ क्या। सो सबैभन्दा धेरै ग्र्याप गर्ने भनेकै आफ्नै इनिसियल लेभलमा हो गाइस है। सो त्यही भएर आफूलाई सकेसम्म धेरै टाइम दिउँ, धेरै कुराहरू लर्न गर्न खोजौँ। अब कुरा गरौँ मेरो पैसाको है, कति थियो स्यालेरी भनेर। सो मैले चाहिँ सुरुमा अफर लेटर पाएको थिएँ 25,000 पर मन्थ, अनि 3 मन्थ सकिसकेपछि आफ्टर प्रोबेसन पिरियड एज आई रिमेम्बर मेरो स्यालेरी भएको थियो 30 हो कि 35,000 है। सो एज एन स्टुडेन्ट मेरो एडिसनल खर्चहरू टोटल एक्सपेन्सेसहरू कभर गर्नको लागि यो चाहिँ त्यति बेला मेरो लागि एकदमै सफिसियन्ट थियो। अब जाम सजेसन्सको पार्टमा है त। सो इफ यु आर फ्रेसर एन्ड वाचिङ दिस भिडियो है, मेक स्योर यु विल इन्भेस्ट मोस्ट अफ योर टाइम एन्ड योर सेभिङ्स फर योर पर्सनल डेभलपमेन्ट है। स्टुडेन्ट हुने फेजमा चाहिँ 500, 1000, 1500 बचाएर त्यति साह्रो त्यसले रिटर्न म्याक्सिमम दिँदैन। सो त्योभन्दा बेटर भनेको इन्भेस्ट द्याट 1500 रुपिज, द्याट 2000 रुपिज फर योर सेल्फ, फर योर पर्सनल ग्रोथ। पर्चेस द्याट बुक, जस्ट लर्न अबाउट एभ्रिथिङ द्याट यु विस यु कुड लर्न के। मेरो लागि चाहिँ इनिसियल फेज भनेको गोल्डन पिरियड जस्तो नै हो है। सो सुरुमै हो, जति कुरा सिक्न सके त्यति नै राम्रो। थ्याङ्क यू फर वाचिङ गाइज। मेक स्योर टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब है। च्यानलमा नयाँ हुन्छ भने प्लिज डु सब्सक्राइब। अब राम्रो टेक कन्टेन्टहरू यो च्यानलमा आउँछ है त।